नमस्ते, म चाहिँ प्रिया। आज चाहिँ म बटर पनिर बनाउन जाँदैछु। के हाल्नुपर्छ र कसरी बनाउनुपर्छ भनेर चाहिँ हेरौँ है त। मैले चाहिँ 5-6 जनाको लागि बनाउने भएको भएर चाहिँ छिउरा प्याज लिएको छु, एउटा लसुन, 5वटा जिरे खुर्सानी, अलिकति अदरक र धनियाँको जरा लिएको छु र सुक्खा मसलामा चाहिँ 3टा खुर्सानी लिएको छु, दालचिनी, तेजपत्ता, ल्वाङ, मोटी इलायची र इलायची लिएको छु। हजुरसँग काली मिर्ची छ भने त्यो पनि एड गर्न सक्नुहुन्छ। अनि हामीले चाहिँ यो सबै चिजहरूलाई मक्खनमा भुन्न पर्ने हुन्छ। जो यहाँ मक्खन तात्दैछ, यहाँनिर मक्खन तातिसकेको छ। सो हामीले हाल्छौँ जिरा, त्यसपछि यो सुक्खा मसला सब हाल्छौँ। त्यसलाई अलिकति भुटिन्छ र हामीले प्याज, अहिलेको लसुनहरू सब यसमा हाल्छौँ। अनि यहाँनिर नुन 1 चम्ची हाल्दैछु, किनकि प्याज छिटो भुटिन्छ भन्दै। एकछिनलाई यो भुट्न छाडेर हामी टमाटर काट्छौँ। मैले चाहिँ 6वटा टमाटर लिएको छु, अलिकति सानो सानो। बटर पनिरमा चाहिँ या बटर चिकनमा होस्, अलिकति टमाटरभन्दा प्याज धेरै पर्ने भएको भएर चाहिँ मैले सानो सानो 6वटा टमाटर लिएको छु। यहाँनिर टमाटर रेडी भइसकेको छ। अघिको लसुन प्याजहरू यहाँ भुटिँदैछ, भइसकेको छैन। त्यही भएर लसुन र अदरकको पेस्ट गराउनको लागि हामी रेडी गर्छौँ। हाम्रो पेस्ट रेडी भइसकेको छ। अघिको प्याज लसुन यतिको भुटिसक्यो भनेपछि हामी काजु हाल्छौँ। अनि काजुलाई पनि एकछिन भुट्न पर्ने हुन्छ। एकछिन भुटिसकेपछि अब हामी टमाटर हाल्छौँ। मसला यतिको भएपछि चाहिँ हामीले ग्यास अफ गरिदिँदा हुन्छ, किनभने चाहिँ हामीले पिस्नुपर्छ यसलाई। त्यही भएर अघिदेखिबाट पनि प्याज लसुन टमाटर यसो ठुल्ठुलो काटेको कारण पनि पिस्न पर्ने हुन्छ। त्यही भएर तातोटीमा अहिलेको अलिकति पेस्ट लसुन र अदरकको पेस्ट हालेर हामी एकछिन भुन्छौँ। त्यसपछि हामी हाल्छौँ खुर्सानीको पाउडर कलरको लागि। त्यसपछि हामी हाल्छौँ थोरै बेसार, हामी हाल्छौँ सुकी मेथी पाउडर। एकछिन यसलाई भुनेपछि अहिलेको ग्रेभी हालिदिन्छौँ। देख्न सक्नुहुन्छ कस्तो मिठो कलर आएछ। अब यसलाई चाहिँ एकछिन ढाकेर चाहिँ पकाउन पर्ने हुन्छ, 5 मिनट जति धीमा ग्यास बनाएर। 5 मिनट जति पाक्न दिएपछि हाम्रो ग्रेभी यस्तो हुन्छ। हेर्न सक्नुहुन्छ एकदमै राम्रो कलर आएछ। कलर पनि एकदम मिठो र बास्ना पनि एकदमै मिठो आएछ। अब चाहिँ हामीले यसमा पनिर एड गर्दा हुन्छ। अघि थोरै मात्रामा नुन हालेको भएर चाहिँ म आधी चम्ची जति फेरि नुन हाल्दैछु। पनिर हालिसके पनि हामीलाई एकछिन ढाकेर पकाउनु पर्ने हुन्छ। बटर पनिर रेडी भइसकेको छ। हजुरहरूलाई चावलसँग खान रुचाउनुहुन्छ भने चावलसँग खान सक्नुहुन्छ, होइन भने फुल्कासँग खानु भयो भने यस्तो बबल आउँछ। हजुरहरूलाई यो रेसिपी इजी र मन पर्यो भने घरमा ट्राई गर्नुहुन्छ भने आशा गर्दै म भिडियो यहीँ एन्ड गर्न चाहन्छु। आजको लागि यति नै। थ्याङ्क यू फर वाचिङ। बाई।